पछि यो किर्तिपुरको पाङाबाट यो डिग्री पढ्न काठमाडौँ गएपछि चाहिँ पाङामा बसेपछि डेरावासी भइयो। त्यसपछि चाहिँ फेरि लास्ट अहिलेको डेरा हरिसिद्धि पुगेपछि फेरि कर्मनाशासित भेट भयो। कर्मनाशाको बारेमा लेखेको छु मैले। अनि यो कर्मनाशामा चाहिँ अहिले ऊ हालेको छ, के अरे यो पर्खाल बनाएको छ। अनि यो पर्खालले चाहिँ मेरो छोरी र कर्मनाशाको जुन सम्बन्ध थियो नि, मेरो छोरी चाहिँ कर्मनाशा गएर खेल्ने त्यहाँ अझ धपधपी जल्ने भए सबै प्राणी, ताले दिए बुद्धि अहंकारहरू थपी, त्यसैले युद्धको ज्वाला बल्दैछ अझ धपधपी, जल्ने भए सबै प्राणी, बाँच्ने इच्छा भए पनि कसरी हाँस्न सक्छन् र युद्धाघात सधैँ खपी। खास गरेर इजरायलले चाहिँ त्यो गाजामाथि आक्रमण गरिसकेपछि उहाँले लेख्नु भयो। यो कहिले लेख्नु भएको थियो? यो इजरायलले गाजामाथि आक्रमण गरेको भनेपछि कति भयो, 2 महिना भयो। ए त्यो चाहिँ तपाईँले सुनाउनु भएको यो अहिलेसम्मको अन्तिमको, उहाँको सबैभन्दा अन्तिमको चाहिँ लगभग यही हो। अनि केही चिजहरू उहाँले यो चाहिँ आफ्नो बारेमा पनि लेख्नु भएको छ। ए हजुर, आफ्नो बारेमा उहाँले चाहिँ लेख्नुहुन्थ्यो। त्यो जस्तै आफ्नो स्थिति छ नि, नारकीय अवस्थामै बाँच्नै पर्ने भयो अब, रोएर पनि केही धैर्य साँच्नै पर्ने भयो अब, सन्चो हुन कता जाने कुनै गन्तव्य देख्दिन, सुकेका ओठ च्यातेर हाँस्नै पर्ने भयो अब। उहाँको आफ्नो स्थितिको बारेमा अनि यो अन्तिम हुने उहाँका। यो चाहिँ उहाँले बडो मुस्किलले मलाई बुझाउनु भयो, मैले टिपिदिएको। त्यसपछि फेरि यो टिपेको तपाईँले सुनाउनु भयो बाबालाई? सुनाएँ मैले सुन्नु। अनि कुनै चाहिँ मिस भएको चाहिँ छैन? त्यस्तो ठिक छ भन्नु। कविता संग्रह सुशील गौतम, शीर्षक नवीन विवास। नवीन विवास गुन्जिँदैछ आकाशभरि, खोज्दैछ नयाँ आकाश र नौलो प्रकाश, साथै अनुभूतिका नित्य नौला आयामहरू, नवसृजनका अभ्यास र व्यायामहरू, यो बुढो सूर्यको कति पछि लाग्ने कुना कन्दराहरू आलोकित र पुलकित पार्न गुन्जिन्छ नयाँ सूर्य खोज्ने अभियान। अभियानमा भेटिएका केही शब्दहरूले व्यङ्ग्य गर्छन् जिम्दार कमरेड, कमरेड जिम्दार, मालिक कमरेड, कमरेड मालिक, पंच कमरेड, कमरेड पंच, लाल सलाम, जय नेपाल, प्रजातन्त्रको गीत, पंचको पनि जित, खुला मञ्चमा हुटिङ, जीवन्त फिल्मको सुटिङ, जय नेपाल, फुटे कपाल, नारायण हिटी, रगतको हिटी, जदौ ख्वामित, असर्फीको बेटी, स्वस्ति स्वस्ति स्वस्ति, हाय नेपाल, धन्य नेपाल, लज्जा बोधले रक्तिम रक्तिम, लाल सलाम अझै बेसरी घन्किन्छ, महाकाली लाल सलाम, जय नेपाल, काला पानी, जय राष्ट्रवाद, भेडाको गिदी, बुद्धिजीवी, नोकरशाह, राष्ट्रसेवक, उदार अर्थतन्त्र, फाटेको धोती, आयातित मन्त्र, उनकै तन्त्र, लौ ठोक तेरो बाउलाई 7 दिनमा पीडा कन्दै मरोस्, हाम्रै खुराकी, हाम्रै सुराकी, लौभन किन खान खुवाइस, बल्ल चाल पाइस, लौ ढ्याम कि ढ्याम, ऊ हलो जोत्ने भाग्यो ढ्याम, ऊ हान त्यो मोरीलाई, हो नहान बरु समात पालै पालो, उफ गर्छ नवीन विवास, कस्तो विवत्स प्रभात, चराहरू हराए। धन्यवाद।